बालेन शाहलाई के कदापि कसैले फसाउन खोज्छ भने पनि बागमतीको ढल जिउँदै बसेछ ढलमै कोच्छौँ हामी त्यहाँसम्म गर्छौँ ढलमै चपाल्छौँ त्यसलाई आक्रोशमा छौँ हामी के को आक्रोश मात्र छौँ एउटा बालेन मेयर सानो बालेन शाह एउटा मेयर आएर त यो देश एउटा काठमाडौँमा यस्तो तपाईँको डेभलप विकास गर्नुभयो भने हेर्नुहोस् त हिजो अस्ति यो सांसद कहाँ गए प्रधानमन्त्री कहाँ गए देशका खोइ अर्थमन्त्री कहाँ गए यी त सबै मरेछन् त बाँचेको त मलाई लागेन त्यसलाई हामी बागमतीको ढलमा मात्र होइन कि त्यसलाई अन द स्पोट हामी हान्न पनि सक्छौँ नयाँलाई देखा पर्न त्यसको बलले रोपेको बिउहरू देखा पर्नु नहुने यहाँनिर यो त त्यसको देश हो र यो हामी युवाको देश होइन हामी चाहिँ के को लागि जन्मेका हाम्रो घाँसपास कबासको व्यवस्था छैन यो देशमा हामी लड्छौँ नि यो गोबर नेताहरूले देश लुटे नि जसरी देश लुटेर हामी जस्तो युवाहरूलाई सबैलाई पागल बनायो नि औषधिको झोलमा लगायो नि औषध खाउन्जेल तपाईँको चुपचाप लाएर बस्ने औषध खान नपाएपछि माइती घरमा जिन्दाबाद भन्ने हो यस्तो अवस्था बनाइसकेपछि हामी पनि यही देशमा मेरो बाबाले पनि भन्नुभएको थियो हिजो मलाई यही देशमा बाबु तैँले पाल्नुपर्छ ठुलो भइसकेपछि भन्नुभएको थियो मलाई म बाबामाको एउटा सम्झना अहिले पनि लिँदै पालिरहनु भएको छ हजुर पालिरहेको छु मैले किन नपाल्नु म जस्तो यहाँ युवाहरू लाखौँ युवाहरू चाहिँ अब खाडी नै जानुपर्ने बाध्यता भएको छ किनकि मैले मात्र पालेर भएन नि त अब यो देशमा हामी जस्तो साथीभाइ सबै युवाहरूले पाल्नु पर्यो नि त यही देशमा एउटा विकसित गर्नु पर्यो नि त यही देशलाई अगाडि बढाउनु पर्यो नि त अब हेर्नु त यहाँ रगत चुसेका खुन हेर्नुहोस् त अवस्था देशको हेर्नुहोस् त यहाँ हेर्नु यो कुन नेताले के चाहिँ गरे यहाँ नेपालमा भन्नुहोस् न तपाईँ अब हामी जस्तो युवाहरूलाई पागल बनाए अझै पनि मासु भातको पछाडि लाग्दैछन् युवाहरू हो तिनीहरूलाई जागृत बनाएर हुन्छ कि के गरी हुन्छ कि हामी गल्ती कहिले पनि गर्दैनौँ हाम्रो टिमले गर्दैन हामी राम्रो काम गर्नलाई सपोर्ट हामी गर्छौँ किनकि हामी सपोर्टकै लागि आएका हौँ हामीलाई पनि राम्रो काम गरेको हुनाले हामीलाई पनि सपोर्ट गर्न सक्नुहुन्छ हामी पनि गर्छौँ राम्रो काम गर्छौँ हाम्रो पनि छ त्यो भिजनहरू छ हामी बोकेका छौँ तर आज चाहिँ दुःख लाग्छ यो देशको हेर्नुहोस् त परिस्थिति हेर्दा बालिनले गर्न त गरे सुन्नु बालिनबाट तपाईँहरू प्रचलित त होइन नि हामी होइन बालिनले हटा टिम त होइन नि शङ्का बालेन मात्र शङ्का होइन कि हामी राम्रो काम गर्नलाई सपोर्ट गर्छौँ बालेनलाई मात्र हामी सपोर्ट गर्दैनौँ होइन बालिनको नि ग्याङै छ अरे भन्ने सुनेको थियौँ त्यो बालेनको ग्याङ कहाँ छ के छ त्यो हामीलाई जानकारी भएन हामी निष्पक्ष स्वतन्त्र 100% होइन 1000% भने हामी निष्पक्ष रूपमा हामी स्वतन्त्रै हो हामी कसैको पछाडि कसैले युज एन्ड थ्रोमा हामी छैनौँ अवस्थामा छौँ हामी त एउटा भिजन बोकेर आउने एउटा बालेन शाह जस्तो एउटा राम्रो केही गर्छु एउटा देशको लागि परिवर्तन गर्छु भन्ने हामी त्यो परिवर्तन गर्नको लागि हामी साथ सपोर्ट दिन पनि आएका हौँ हामी आफ्नै भिजन पनि छ बालेन शाह जस्तो हामी आफै पनि बन्न सक्छौँ भोलि बालेन शाह नै हौँ हामी आज